Hello everyone, hello, good morning है ह्याप्पी न्यू इयर सबैजनालाई सम्पूर्ण है नयाँ वर्षको विशेष शुभकामना छ। अनि आज चाहिँ खासमा नयाँ वर्षको दिन हाम्रो यो स्पेशल यात्रा रहनेछ। अनि आज चाहिँ घर उता कालीकोट घर जाँदैछु क्या म। अनि अहिले चाहिँ म ठ्याक्कै यो बाबेश्वरको चतुर चोक्ने रहेछौँ। अनि गाडी आउन चाहिँ के टाइम लाग्छ अरे, गाडी अलिकति ढिलो भइरहेको काउन्टरमा छु। काउन्टरमा कुरासुरा गरेँ अनि त्यसपछि उता बडी चौरबाट माथि जाने गाडीको पनि म्यारेज भइसक्यो। सो नयाँ वर्षको एकदमै शुभकामना छ है सबै पर्सनल तर्फबाट एकदमै धेरै धेरै शुभकामना छ। नयाँ वर्षको एकदमै खुसी हुनु होला, अलवेज कुल एन्ड इन्जोय हैन। हामी एकदमै इन्जोय गर्नु होला। नयाँ वर्षको एकदमै शुभकामना छ मेरो तर्फबाट चाहिँ। र म चाहिँ आज कालीकोट जाँदैछु। कालीकोट जाँदाखेरि बाटोको ब्लगहरू अनि सिनेमेटिक भ्यूहरू क्याप्चर गर्नेछु। नयाँ वर्ष स्पेशल ब्लग हुनेछ, हेर्नु होला। सो नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला, लाइक गर्नु होला है। अनि भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला है त। ल स्टे ट्युन। ल फाइनली गाडी पनि आइसकेको छ। आज त खाली छ त, 1050 दियो त तिमीको हाम्रो। हामी चाहिँ गाडीमा भित्र गाडीभित्र बसिसक्यौँ। अहिले चाहिँ चौधरीबाट हिँडिसकेको छ। अब लगभग 2-3 घन्टामा चाहिँ बडीसोर पुग्छ होला। अनि त्यसपछि हामी 9-10 बजीतिर उता बडीसोरबाट कालीकोट प्रस्थान गर्छौँ फेरि। ह्याप्पी न्यु इयर छ फेरि पनि तपाईँहरूलाई है। अनि अहिले चाहिँ अब गाडीभित्र छौँ, खासै के सुनि छैन होला। बडी चोट नै गएर भेट्छौँ है त। कस्तो दामी यो ठाउँ। बजेदेखि चिलमा छेर मजा। राति 1 बजे होइन, हिजो 3बाट के 1 बजे हिँडेको नाइट गाडी। के छ सन्चै चाहिँ अरू सो आफ्टर लङ टाइम भेट भइसकेको छ। अहिले चाहिँ हामी पाल्टाडा छौँ। हामी बिहान लगभग 7 बजेको गाडी चढ्यौँ हामी कि उताबाट। 7 बजेको गाडी चढ्यौँ। अनि त्यसपछि कहिले आयो त्यो बाटो रुकुमबाट? रुकुमबाट त अस्ति 29 गते। यो के नआयो यसको रड निकाल्नु पर्ने त्यो चाहिँ रड निकाल्नु आएको थियो। अनि त्यहाँ बसाएको थियो, त्यही भएर त्यो सन्चै भयो अहिले बेहाल छ। खाना खानु जाउनु खानाकै बेला उल्टी हुन्छ क्या, त्यही भएर खानै खाएको छैन अस्तिबाट। हो र? बिहान पनि चाउमिन खाएको थोरै, त्यो पनि अघि उल्टी हुने जस्तो भयो। अब घरमै खाने हो क्या। बहुत हुन्छ लास्ट टाइम यसलाई देखिन त मैले अघि। ल त त्यसो चाहिँ खाना खाउँ न।
अछाम जाने रोड हो है तल मान्छेहरू नुहाइरहेछन् टक्क यो चाहिँ कर्णाली नदी उताको चाहिँ अछाम तपाईँ बिच भलिबल खेल्दा तल बालुवा त्यस्तै हुनुपर्ने कि होइन बवाल मजा आउँथ्यो ल राकम पुग्यो राकम बजार हेर्न सक्नुहुन्छ किन टाइट भयो ल समात किन यहाँ त गाडी क्यारी आउँदा हुन्न है गाडी चलाउने मान्छे त खडै हुने होइन मोड पनि अब कस्तो मोड छ झुक्किएर ब्रेक फेल भयो भने नि गयो क्या यस्तो हामी चाहिँ अहिले तल देखेको त्यो लास्टको रोडको कुनाबाट हिँड्दै यत्रो माथि आयौँ त्यही एउटा यस्तै छ र मेरो गाउँ यसरी हिँड्नुपर्छ यस्तो बाटोमा यस्तो छ क्या त्यसै पहाड भने र अनि बाबाले ऊ अर्को भाइले हान न एकछिन के ल वाउ ल एकछिन आउनु न ढ्याक्क सुरुमा आफ्नो नमस्ते भन्ने त्यसपछि मेरो नाम यस्तो भन्ने ल भन नमस्कार मेरो नाम पृथ्वी साई काठमाडौँको जमिटो पकडाको डाइने आजकल केटीलाई क्यापेकेटो चाहिने वाउ अर्को नि हान्नु नि ल अर्को एउटा अर्को नि हान्नु न रातभरि के हुन्न हान न के हुन्न के यहाँ चाहिँ भाइ ल एउटा दामी हान्नु त यस केटीलाई अहिले हुँदा अबदेखि छोडिदिन्छु ल